मेरो जन्मदिनको सानो भिडियोमा सम्पूर्णलाई स्वागत छ। मैले हिजो पोस्ट गर्ने भनेको भिडियो मैले एडिट पनि गरेको थिइनँ साथीहरू, त्यही भएर मैले आज एडिट गरेर फेसबुकमा राख्दै छु। अनि म 27 वर्ष पुरा भएर 28 वर्षमा लागे अनि मैले बर्थडे मनाउने रहर भने धेरै थियो, त्यतै पनि अब अर्काको ठाउँमा परदेशको ठाउँ हो भने जस्तो हुँदैन। अनि बिजी व्यस्तताको कारणले गर्दा मैले आफन्तीजनहरू सबैलाई मैले बोलाउन सकेन। त्यसमा सरी भन्छु, सबैजनाले बोलाइने भन्ने नमान्नु होला। बिजीकै कारणले गर्दा तपाईहरूलाई बोलाउने भएन। थोरै समय निकालेर थोरै 6-7 जना दिदीबहिनीले मात्र हामीले मिलेर रमाइलो गरेको, तैपनि अब त्यत्तिकै रमाउँदैछौँ। के गर्नु, थोरै भए पनि हल्का रमाइलो भने गर्दैछौँ है साथीहरू। अनि सबैजनाले म अब केक काटेर पनि खाना आँटिसक्यौँ। अनि सुरुमै मैले मेरो छोरीलाई केक खुवाउँदैछु अनि छोरीले खाइसके, खाँदैछ छोरीले। अनि छोरीले फेरि मलाई खुवाइदिए केक। अनि मैले छोरीबाट सुरु गरेँ केक खानालाई। अनि सबैजनाले भिडियो बनाउँदै हुनुहुन्छ। अनि दिदीले मलाई टिका लगाइदिएर केक खाएर पनि दिदी भागिसक्नुभयो। अनि बहिनी आउनुभयो, अनि बहिनीले पनि टिका लगाइदिँदै हुनुहुन्छ। अनि टिका लगाइसकियो बहिनीसँग पनि। अनि हामीहरूलाई ढिलो भएको थियो, त्यही भएर छिटो छिटो बनाएको भिडियोहरू पनि सबै। अनि बुढो आउनुभयो, अनि बुढोले सुरुमै केक लगाइदिनु भयो, मुखभरि केक दल्दिनु भयो। अनि मैले यति धेरै नदल्नु भनेको मान्नु भएन। अनि केक खुवाई गऱ्यौँ हामीले। अनि सकियो। अनि त्यत्तिकै गफगाफ गऱ्यौँ साथीहरू सबैजनाले आफ्नो आफ्नो धुनमा। अनि ब्याकग्राउन्डहरू पनि म्युजिक गानाहरू बजिरहेको थियो, त्यही भएर मैले साउन्ड अफ गरेको छु। भिडियोहरूको बोलेको मैले बाहिर सुनाएन। अनि मेरो छोरीलाई फेरि केक खान मन लाग्यो, त्यही भएर मैले मेरो छोरीलाई फेरि केक खुवाउँदैछु। बच्चा हो, फेरि मागिहाल्छ एकचोटि खाए पनि। अनि हामीहरू त्यत्तिकै गफगाफ गर्दै थियौँ। अब फोटो सबैजना मिलेर 1-2वटा फोटो खिच्ने तयारी गर्दैछौँ हामीले। अनि फोटोहरू पनि खिचिसक्यौँ। अनि फेसबुकमा सबैजना देश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी आमा बुवा लगायत सम्पूर्ण साथी सङ्ग बुहारीहरू भाउजूहरू अनि भदा भदैनीहरू भतिजो भतिजीहरू सम्पूर्णले बाजे बोयहरू सबैजनाले मलाई चिन्ने नचिन्ने परिचित अपरिचित सबैजनाले मलाई जन्मदिनको शुभकामना र आशीर्वाद धेरै दिनुभएको छ। तपाईहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरूकै आशीर्वाद शुभकामनाले म धेरै खुसी छु। हिजो मैले तपाईहरूलाई धन्यवाद दिन मिलेन, भिडियो बनाउन मिलेन, त्यही भएर एकमुष्ट एउटै भिडियोमा मैले तपाईहरूले राखिदिएको फोटो भिडियोहरू सबै राखेको छु साथीहरू। अनि मलाई फेसबुक मार्फत र मेसेन्जरमाथि कल मेसेज गरेर अनि नम्बरमा कल गरेर सम्पूर्णले जतिजनाले मलाई बर्थडेको शुभकामना दिनुभएको थियो, तपाईहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मेरो फोटोहरू भिडियोहरू पोस्ट गरेर मलाई शुभकामना दिनुभएको थियो, तपाईहरू सम्पूर्णलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। र सधैँ आउँदो दिनहरूमा पनि यसरी नै माया गर्नुहुन्छ भन्ने आशा राखेको छु। धेरै खुसी छु सबैजनाले मलाई माया गरिदिनु भएको, आशीर्वाद दिनुभएको छ र शुभकामना दिनुभएको छ।
यही नै मेरो लागि ठुलो कुरो हो। सबैजनाले आफ्नो घर परिवार सबैजनाले मलाई धेरै खुसी बनाउनु भयो। एकदमै म खुसी छु तपाईहरुको यो माया पाउँदा। अनि सबैजनाको एकमुष्ट पोस्ट गरेको छु। अन्तिमसम्म भिडियो हेर्दिनु होला। तपाईहरुलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरुको आशीर्वाद सधैँ मेरो शिरमा रहनेछ र धेरै धेरै धन्यवाद तपाईहरुलाई। अनि सोल्टिनाहरु सबैले दिनुभएको छ, भाउजूहरुले सबैले, दाजुभाइ दिदीबहिनीहरुले, मलाई चिन्ने नचिन्ने सबैजनाले शुभकामना दिँदाखेरि मलाई धेरै खुसी लागेको छ साथीहरु। बर्थडे सकिसकेपछि अन्तिममा हामी सबै दिदीबहिनी मिलेर नाचौं रमाइलो गरौँ भन्ने कुरा भयो। अनि हामीहरूले रमाइलो पनि गर्यौं, सबैजना मिलेर नाच्यौं। अनि एक बारको जिन्दगीमा हैन हाँस्नुपर्छ, नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ सबैजनाले। त्यही भएर हामी पनि छमछम त्यतिकै आफ्नै आफ्नै तालमाथि नाच्यौं। एकछिन भए पनि रमाइलो गर्यौं सबैजनाले। अनि बर्थडेको समाप्त गर्यौं सबैजनाले रमाइलो गरेर। भने कमेन्ट गर्दिन नभुल्नु। अनि तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने साथीहरु सबैजनाले कमेन्ट गर्दिनु होला। मेरो यति नै हो, हाम्रो भिडियो यति नै हो। सबैजनालाई बर्थडेको